मलाई नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ। म आज प्रेम पार्कको एउटा यसो भिडियो बनाउन गइरहेको छु। हजुर सबैजनाले हेरिदिनु होला। हेर्न सक्नुहुन्छ प्रेम पार्कको हालत यस्तो छ, फोहोर फाल्याहान। एउटा नयाँ डस्टबिन थियो, त्यो डस्टबिन पनि पुरै फोहोरेर फाल्दै हिँड्दिन यहाँनिर थियो। डस्टबिन पुरै फोहोरिन फाल्दै तार मात्रै छ। हेर्न सक्नुहुन्छ हजुरहरूले, त्यस्तो राम्रो डस्टबिन फोहोर फाल्ने डस्टबिन पनि फोहोरेर फाल्दै तार मात्रै छ। बस्ने पनि सब भाँचिसकिया छ। त्यहाँनिर छ, हेर्न सक्नुहुन्छ। त्यही भएर एउटा आज भन्नाले अस्ति नै मैले एउटा डस्टबिन प्रेम पार्कलाई उपहार दिए। ऊ त देखिया थिएन, आज देखिने ठाउँमा टङ्गाइदिएको छु। हेर्न सक्नुहुन्छ। हजुरहरू यहाँ आउनुभयो भने यही डस्टबिन यही झोलामा फोहोर फालिदिनु होला भन्न चाहेँ मैले।